आध्यात्मिक शक्ति मतलब कसैलाई अनुभव हुने ऊर्जा त्यो सकारात्मक हो कि नकारात्मक कसरी थाहा पाउने? 3 किसिमको शरीरको कुरा गरेको छ, स्थूल, सूक्ष्म र कारण। र खास गरी सूक्ष्म शरीरको भूमिका के हो? त्यहीँनिर आउँछ 3 शरीरको अवधारणा। स्थूल शरीर त भइहाल्यो, हामीले देख्ने छुने। अनि अर्को छ सूक्ष्म शरीर। यो चाहिँ ठ्याक्कै स्थूल शरीर जस्तै तर अदृश्य। कस्तो भने मृत्युपछि पनि यही देखिन सक्छ भन्ने गरिन्छ। तेस्रो हो कारण शरीर। त्यो भनेको चाहिँ आत्मा परमात्माकै अंश। अब हामीले गर्ने भक्ति, राम्रो नराम्रो कर्म, त्यसको फल अनुभव गर्ने त्यो सबै यही सूक्ष्म शरीरले हो। भनेपछि त यो सूक्ष्म शरीर कति महत्त्वपूर्ण रहेछ। हामीले गर्ने पूजा पाठ, भक्ति, त्यसबाट आउने ऊर्जा त्यो सबै यही सूक्ष्म शरीरमा जम्मा हुने भयो। जब हामी कुनै देवी वा देवताप्रति गहिरो भक्ति गर्छौं नि, त्यसले हाम्रो सूक्ष्म शरीरमा प्रभाव पार्छ। बिस्तारै बिस्तारै त्यही सूक्ष्म शरीरले हामीले पुज्ने देवताकै स्वरूप, उहाँको गुणहरू त्यो ग्रहण गर्न थाल्छ। अनि कर्मले चाहिँ? कर्मको पनि त्यस्तै। राम्रो कर्म गर्यो भने सूक्ष्म शरीर पवित्र हुँदै जान्छ। नराम्रो कर्मले चाहिँ मलिन बनाउँछ। मृत्युपछि प्रेत योनिमा जानु पनि यही सूक्ष्म शरीर मलिन भएर हो भन्छ। सपना वा अरू यस्ता अनुभवहरू पनि यही सूक्ष्म शरीरको अवस्थासँग जोडिएको हुन्छ। अनुभव भइरहेको त्यो शक्ति सकारात्मक मतलब दैवी हो कि नकारात्मक हो, त्यो कसरी छुट्याउने त? जस्तै सकारात्मक शक्ति छ भने व्यक्तिले प्राय आफ्नो मुख्य इष्ट देवताकै जयगान गर्छ। जस्तै मतलब दुर्गाको शक्ति छ भने दुर्गाकै नाम लिने, कालीको छ भने कालीकै। यो शक्तिले डर देखाउँदैन, अनावश्यक होहल्ला गर्दैन, एकदम शान्त र मर्यादित हुन्छ। अनि त्यो अनुभव गर्ने व्यक्तिलाई चाहिँ कस्तो हुन्छ? शारीरिक वा मानसिक रूपमा के फरक पर्छ? पर्छ नि। सकारात्मक शक्तिले व्यक्तिलाई एकदम हल्का, शान्त महसुस गराउँछ। पीडा हुने, शरीर एकदमै गह्रो हुने वा बेहोस हुने जस्तो हुँदैन। अनि अर्को कुरा, यदि व्यक्तिको कोही गुरु हुनुहुन्छ भने त्यो शक्ति गुरुको वचन, गुरुको मर्यादामा बस्छ। बरु व्यक्तिलाई योग्य गुरु खोज्न झन् प्रेरित गर्छ। अनि स्वभावमा? स्वभावमा करुणा, अरूलाई सहयोग गर्ने भावना, परोपकार यस्तो भाव जगाउँछ। रिस उठ्यो भने पनि अन्याय वा अधर्मको विरुद्धमा मात्रै। अनि अर्को एउटा चाखलाग्दो कुरा, यदि व्यक्तिबाट केही गल्ती भयो भने नि सकारात्मक शक्तिले शारीरिक दण्ड दिँदैन रे। नकारात्मकको पनि लक्षण स्पष्ट छ। पहिलो त ठूला ठूला अहङ्कारपूर्ण दाबी गर्ने, म यो गर्न सक्छु, त्यो गरिदिन्छु टाइपको। अनि डर देखाउने, धम्की दिने, तिमीले यसो नगरेकोले मैले यस्तो गरिदिए भन्ने खालको। शरीरलाई एकदमै भारी बनाइदिन्छ, खास गरी काँध र टाउको। भारीपन हो। अनि यस्तो शक्तिले गुरु खोज्दैन, बरु आफ्नो पूजा, आफ्नो भोग, बलिहरू पाउने ठाउँ खोज्छ। अरू केही छ कि नकारात्मकता चिन्ने आधार? स्वभावमा कस्तो फरक देखिन्छ? छ नि। बिना कारण एकदमै धेरै अनियन्त्रित रिस उठ्ने, अरूको दुःख देखेर वास्ता नगर्ने, मतलब यो त उसको कर्मको फल हो भनेर पन्छिने, यस्तो प्रवृत्ति देखिन्छ। कहिलेकाहीँ सकारात्मक शक्ति आउँदा शरीरका ऊर्जा केन्द्रहरू, चक्रहरू सक्रिय हुन्छन् नि। त्यो शक्ति गइसकेपछि ती सक्रिय भएका ठाउँमा नकारात्मकताले प्रभाव पार्दा, कब्जा गर्दा चाहिँ भारीपन महसुस हुन सक्छ रे। यस्तो बेला गुरुको मार्गदर्शन एकदमै आवश्यक हुन्छ। जब व्यक्तिको सूक्ष्म शरीर निरन्तर भक्ति र साधनाले यति धेरै शुद्ध र रूपान्तरित हुन्छ कि उसले जुन देवतालाई पुजिरहेको छ त्यो देवताको स्वरूप र गुण उसले पूर्ण रूपमा धारण गर्छ। ऊ स्वयं शक्तिमय बन्छ। यस्तो अवस्थामा पुगेका व्यक्तिहरूमा ब्रह्माण्डको ज्ञान हुन सक्छ। उनीहरूले उपचार गर्ने, भविष्यवाणी गर्ने जस्ता अलौकिक कार्य गर्न सक्छन्। यो अवस्था जन्मौं जन्मौंको पुण्य कर्म, साधना र शुद्धताबाट मात्र प्राप्त हुन्छ। यस्तो बेला सूक्ष्म शरीर र कारण शरीर मतलब आत्मा लगभग एक हुनु पुग्छन्। व्यक्ति परमात्मा स्वरूप बन्छ। सकारात्मक शक्ति शान्ति, मर्यादा, हल्कापनसँग जोडिएको देखियो भने नकारात्मक शक्ति चाहिँ अहङ्कार, डर, धम्की र भारीपनसँग।